बहुतै ठुलो भाग्य भन्नुपर्छ। र हामीले अब हाम्रो सम्पूर्ण माता पिता धर्म दर्शन जुन चाहिँ भक्तजनहरूले हाम्रो पुर्खाहरू हाम्रो महापुरुषहरू चिन्नु जान्नुपर्छ। हामी आमा बाउ पिता पुर्खा महापुरुष हामी भन्दा अग्रज व्यक्तिलाई चिन्नु जान्यौन भने, सम्मान गर्नु जान्यौन भने, उहाँहरूलाई सम्झिनु जान्यौन भने हामी बिना मुढाको च्याउ जस्तो हुन्छौँ। किनकि हाम्रो कुनै पहिचान हुँदैन, परिचय हुँदैन। मान्छे त हौं भन्छौँ तर हाम्रो कुनै अस्तित्व नै रहँदैन। जे होस् हामी सबैले अब हाम्रो पुर्खाहरू चिनौँ, हाम्रो महापुरुषहरू चिनौँ, यही निवेदन गर्छु हजुरहरूलाई। र हाम्रो फाल्गु नन्द केवल महागुरु मात्रै नभएर हिन्दूहरूले आफ्नो जाति धर्म बचाउनेलाई आज रामहरू कृष्णहरू देवता भनेको छ भने हाम्रो फाल्गु नन्द पनि एकजना हाम्रो देवता हो। जे होस् सबैले आज यस फाल्गु नन्द अंशिमाङ जुन चाहिँ हाम्रो सही मार्गदर्शक अंशिमाङको जन्मदिनमा सबै भेला भएर हाम्रो पुर्खालाई, हाम्रो महापुरुषलाई, हाम्रो देवतालाई नमन गर्नु पाउनु भनेको ठुलो भाग्य हो। र सबैलाई फेरि पनि यस अवसरमा मङ्गल कामना टक्र्याउँदै मेरो यो फाल्गु नन्द बारेमा यति नै टुङ्ग्याउँदछु। धन्यवाद।